यदि तपाईँ ब्याङ्कको तयारी गर्दै हुनुहुन्छ अथवा यो ब्याङ्कसँग रिलेटेड हुनुहुन्छ हैन भने एउटा टपिक छ फङ्सन्स अफ कमर्सियल ब्याङ्क्स अकर्डिङ टु बाफिया है। अब यो फङ्सन्स अफ कमर्सियल ब्याङ्कमा तपाईँको यो बाफियामै दिए अनुसार च्याप्टर 7 को तपाईँको आर्टिकल 49 मा आर्टिकल 49 को सब आर्टिकल 1 मा है दिएको छ। यो टोटल कतिवटा छ भने 26 वटा छ। कमर्सियल ब्याङ्कको काम एज पर बाफिया नै 26 वटा छ है। र एक्सपिरियन्स्ड भनौँ न जति पनि नाम निकालेका छन् उनीहरूको यसो कुरा सुन्दाखेरि 26 मा 26 पनि लेख्नेहरू छन् है। नाम निकाल्नेहरू मध्येमा आफ्नो एन्सरमा 26 मा 26 पनि लेख्छन्। अब त्यो 10 मार्क्सको भएदेखि त 26 वटा लेख्ने हो भने एकदम बेस्ट। अनि 5 मार्क्सको भइदिएदेखि 15-16 वटा पनि लेख्नेहरू छन्। त यसको तपाईँ फेरि क्वेसन गर्नुहुन्छ कि कतिवटा लेख्ने भन्ने। अब यसको सिम्पल एन्सर के हो भने कम्पिटिसनको एक्जाम हो अनि कसैले 26 वटा लेखेछ पोइन्ट, कसैले 25 वटा लेखेछ भने 26 वटालाई नाम ननिकाल्ने, 26 वटाको मार्क्स कम आउने अनि 25 वटा लेख्नेको मार्क्स बढी आउने अनि उसको नाम निस्किने यस्तो सायद हुन सक्दैन। यो आफ्नो लजिकल कुरा हो। भनेपछि फेल र पास भन्दा पनि यो तपाईको के छ भने मतलब 26 मा 26 वटा नै लेख्नु भयो भने एकदम बेस्ट भन्न यसको कन्क्लुजन यति हो है। इफ मार्क्स तपाईको 10 मार्क्समा छ भने है। अब यो रह्यो कुरा 26 वटा छ हैन। अनि सकेसम्म तपाईको 26 वटा नै याद गर्नुपर्छ, लेख्नुपर्छ। अहिलेसम्म नाम निकालेकाहरू पनि 26 मा 26 वटा नै याद गर्दा बेटर हुन्छ। अब यसको याद गर्ने तरिका चाहिँ आफ्नो तरिकाले आफ्नो टेक्निक हुन सक्छ फरक। अब यसकै कन्टेक्स्टमा अब म आफ्नो पर्सनल है एउटा फर्मुला बनाएको छु। यो फर्मुला तपाईलाई मन पर्न पनि सक्छ, नपर्न पनि सक्छ है। अब जरुरी नै छैन कि यही फर्मुलाको हिसाबले तपाईँ जानुस्। तपाईलाई अर्को एउटा तरिका मन पर्छ भने त्यो अपनाउनुस्। तर यो अल्टिमेट हाम्रो गोल चाहिँ के हुनु पर्छ भने 26 मा 26 वटा याद भयो भने एकदम बेस्ट। कमर्सियल ब्याङ्कले 26 मा 26 वटा के कामहरू गर्छ भने इट मस्ट बी टिप अफ द टङ है। हाम्रो यो ब्याङ्किङ तयारी गर्ने स्टुडेन्टहरूको एकदम जिब्रोमै हुनुपर्छ है। यो गर्छ काम भनेर है। अब यसो सरस्वती हेर्दाखेरि मैले एउटा फर्मुला बनाएको छु DIDE है। अब अलिकति लामै फर्मुला छ, पोइन्टहरू पनि लामै छ अनि अलिकति रट्नै पर्छ। फर्मुला पनि अलिकति 10 12 20 चोटि रट्दियो भने फर्मुला याद हुन्छ र फर्मुलाको बेसमा ठ्याक्कै पोइन्टहरू राखेर अनि पोइन्टहरू बनाउन सकिन्छ वर्डहरू राखेर। त्यसरी चाहिँ गर्न सकिन्छ जस्तो मलाई लागेको छ। त्यो भएर एउटा फर्मुला म बनाएको छु DIDEHLHO है। अनि त्यसपछि CFC GNG WC LDE अनि त्यसपछि GTR AOU IGP लास्टमा OGO है। लास्टमा O भने अदर हो। यसरी चाहिँ फर्मुला बनाएको छु। अब यो तपाईहरुलाई लाग्ला के हो जस्तो लाग्ला है। म क्लियर गरिदिन्छु। यो तपाईको फर्स्टमा छ DIDE भनेर छ है। भनेको टु एक्सेप्ट डिपोजिट्स or to mobilize deposits through various financial instruments and make payment thereof with or without interest भने यो DE भयो है। डिपोजिट भनेको अब तपाईको डी भनेको डिपोजिट अनि इन्स्ट्रुमेन्ट है। अब डिपोजिट भनेपछि एक्सेप्ट डिपोजिट हाम्रो नर्मल विद्यार्थीहरुको माइन्डमा आइहाल्छ कि डी भन्ने बित्तिकै डिपोजिट भनेर एक्सेप्टिङ डिपोजिट है। तर यो इन्स्ट्रुमेन्ट्स भनेर बिर्सिन हामी चाहिँ सक्छौं है। त इन्स्ट्रुमेन्ट पनि सँगै जोड्दिने हो भने एकदम बेस्ट पोइन्ट बन्छ। भनेको टु एक्सेप्ट डिपोजिट्स अर टु मोबिलाइज डिपोजिट्स थ्रु फाइनान्शियल इन्स्ट्रुमेन्ट्स है। फाइनान्शियल इन्स्ट्रुमेन्ट्स अब डिपोजिट खाली फिजिकली आएर टेलरमै जम्मा गर्छ भन्ने जरुरी
छैन। एन्ड मेक पेमेन्ट देयर अफ विथ अर विदाउट इन्ट्रेस्ट। अब उसको पेमेन्ट पनि गर्नु पर्यो बिना इन्ट्रेस्टको अथवा इन्ट्रेस्टको है। अब जस्तै करेन्ट एकाउन्टहरूमा ब्याजै हुँदैन, पैसा त डिपोजिट एक्सेप्ट गर्छौँ अनि त्यसको हामी उसलाई पेमेन्ट पनि दिन्छौँ। अरू एकाउन्टमा कम बेस ब्याजहरू त हुन्छ। त यो एउटा पोइन्ट म डिआई बनाएको छु। डिआई भनेको के हो भने डिपोजिट। डिआई स्ट्यान्ड फर भनेको के हुनु पर्यो, डिपोजिट र आई भनेको इन्स्ट्रुमेन्ट है। त एउटा पोइन्ट के भयो तपाईँको एक्सेप्टिङ डिपोजिट्स र मोबिलाइजिङ गर्ने र विभिन्न होइन डिपोजिट थ्रु भेरियस के भन्छ फाइनेन्सियल इन्स्ट्रुमेन्ट को थ्रु एक्सेप्ट गर्ने भने डिई मैले गरेछु है। अर्को डिआई भनेर गरेको छु है, सरी डिआई गरेको छु यो, र अर्को डिई छ है। अब डिई भनेको के हो भने टु एक्सेप्ट डिपोजिट्स, मेकिङ पेमेन्ट्स, क्यारिङ आउट ट्रान्जेक्सन्स, क्यारी आउट इन्टरमिडिएटरी सर्भिसेज एन्ड ट्रान्सफर फन्ड्स टु अदर हेडिङ्स थ्रु भेरियस इलेक्ट्रोनिक इन्स्ट्रुमेन्ट्स अर डिभाइसेज। अब ई भने यसमा किन आयो भने यो पनि डिपोजिट नै हो, तर यसमा के आयो भने इलेक्ट्रोनिकको कुराहरू आयो नि है। त यो त्यसैले डिई भयो। अगाडि इन्स्ट्रुमेन्टको कुरा आयो, यो भनेको तपाईँको यसरी दुईवटा पोइन्टको मैले फर्मुला बनाएँ डिआइडिई है। दिदी नेपालीमा हामी दिदी भन्छौँ नि, त्यसरी पनि अलिकति लिङ्क गर्न सकिन्छ। याद गर्ने हो, मेन पर्पस चाहिँ याद गर्ने हो। अब यसमा अन्यथा नलिँदा हुन्छ, जे वर्डले हुन्छ याद गर्ने हो, गालीले हुन्छ होइन, अशब्दले हुन्छ, केले हुन्छ त्यसले याद गर्ने हो। मेन अल्टिमेट गोल हाम्रो भनेको पोइन्टहरू एकदम यस्तो याद गर्ने कि पर्मानेन्टली बसिहालोस् दिमागमा है। ल अर्को के छ भने तपाईँको एचएलएचओ है। अब यो एचएलएचओ भनेको के होला है। त एचएल टु ल्यान्ड लोन्स इन्क्लुडिङ हायर पर्चेज, लिजिङ, हाउजिङ एन्ड ओभरड्राफ्ट भनेको। अब यहाँ मैले एचएलएचओ किन गरेको छु भने एच भनेको हायर पर्चेज, एल भनेको लिजिङ र अर्को एच भनेको हाउजिङ र ओ भनेको ओभरड्राफ्ट है। 3 नम्बर पोइन्टमा यो छ। त यो पनि त काम गर्ने गर्छ कमर्सियल ब्याङ्कले है। 3 नम्बरमा त यो अर्डरली मैले गरेको छु एज पर तपाईँको बाफिया एकदम अर्डरलीमा गरेको छु के फर्मुलालाई यो बनाएको छु है। त यसरी चाहिँ मैले अब तपाईँको 3वटा पोइन्ट याद गर्ने मैले यहाँ सर्टकट बनाएँ। दिदी एचएलएचओ भने दिदी हेलो जस्तो आइरहेछ नि, दिदी हेलो भनेर पनि अलिकति याद गर्न सकिन्छ है। त्यसपछि सिएफसी ग्याङ वेलकम एलडी, एउटा ग्याङ छ होइन। कुन ग्याङ छ भने सिएफसी को ग्याङ छ, सिएफसी बल हुन्छ नि त्यस्तै बुझौँ। त सिएफसी को ग्याङ छ, उसले केलाई वेलकम गर्छ भने एलडिईलाई वेलकम गर्छ है। अब यसको बेसमा मैले के बनाएको छु भने हेरौँ यही 3वटा पोइन्ट त भयो, चारवटा पोइन्ट। 4थमा के छ भने कन्सर्टियम है। मेन यहाँ यसमा याद राखौँ कन्सर्टियम। अब कन्सर्टियम भनेपछि यसमा अरू कुराहरू के आइहाल्छ अटोमेटिक भने तपाईँको यो कोलेट्रल सेयरिङ गरेर होइन, हाइपोथिकेसन गर्ने, लेन्डिङ गर्ने होइन, यो सबै कुराहरू आइहाल्छ, पारिपासोको कुराहरू आइहाल्छ। त यो पनि काम गर्ने गर्छ होइन हाम्रो कमर्सियल ब्याङ्कले। भनेको 2 अथवा 2भन्दा बढी ब्याङ्कहरू मिलेर यो एउटै लोनहरू दिन्छन् र यसरी 4 नम्बर पोइन्ट भयो। यो कन्सर्टियमको काम चाहिँ गर्ने गर्छ तपाईँको हाम्रो यो कमर्सियल ब्याङ्कहरूले। फेरि रिकल गरेँ एकचोटि, के छ भने पहिला डिपोजिट एक्सेप्ट गर्छ होइन, अनि मोबिलाइज गर्छ थ्रु भेरियस फाइनेन्सियल इन्स्ट्रुमेन्ट। सेकेन्ड नम्बरमा के छ भने तपाईँको यसरी दोस्रोमा के छ भने तपाईँको डिई भनेको डिपोजिट र इलेक्ट्रोनिकसँग रिलेटेड कुरा छ होइन। डिपोजिट एक्सेप्ट गर्छ र तपाईँको इन्टरमिडिएटरी पनि कामहरू गर्छ र एन्ड ट्रान्सफर फन्ड्स टु अदर हेडिङ्स थ्रु भेरियस इलेक्ट्रोनिक इन्स्ट्रुमेन्ट्स अर डिभाइसेस पनि छ है। अनि 3 नम्बरमा छ तपाईँको एचएलएचओ भनेको हायर पर्चेज, लिजिङ, हाउजिङ र ओभरड्राफ्टको कुराहरू छ। र 4 नम्बरमा के छ भने तपाईँको यो कन्सर्टियम है, पारिपार्श्विक कन्सर्टियमको कुराहरू छ है। 5 नम्बरमा के छ भने टु ल्यान्ड लोन्स अगेन्स्ट द ग्यारेन्टी अफ फरेन ब्याङ्क्स अर फाइनेन्सियल इन्स्टिट्युसन फरेन
अब यो एफबाट याद गर्ने CFC भनेपछि फरेन, पहिला त विदेशको कुरा आउँछ नि, त एफबाट याद गर्ने यो CFC। अर्को सीबाट के छ भने तपाईको कभर्ड खामेसम्म नेपालीमा भन्छ है। भनेको अब उसले कुनै ब्याङ्कले भनौँ न कमर्सियल ब्याङ्कले अलरेडी मुभेबल और इमुभेबल एसेट्सहरू मोर्गेज गरिसकेछ आफ्नो हैन अन्डरमा हुने गरी, अनि त्यसमा फेरि कम बेस अथवा भनौँ न त्यसमा फेरि बढायो भने त्यो त्यही यदि कोलेट्रल भित्र धान्छ लोनहरू भने त्यो एमाउन्ट फन्ड भने त्यो मजाले दिन सक्यो है। त्यो एउटा काम पनि गर्ने गर्छ कसले भने कमर्सियल ब्याङ्कले। त यसरी यो फर्मुला एउटा जान्छ CFC। अब जी को कुरा गरौँ है। अब जी मा एउटा ग्यारेन्टी, यसले के गर्छ कमर्सियल ब्याङ्कले भने आफ्नो कस्टमरको बिहाफमा ग्यारेन्टी पनि इस्यु गर्ने गर्छ है। अब त्यो ग्यारेन्टी दिँदाखेरि अरू के कुराहरू हुन सक्छ त्यो चाहिँ गर्ने गर्छ है। त्यसरी चाहिँ अब ग्याङको कुरा गर्छ नि GNG। अब एन भनेपछि के आउँछ भने यहाँ NRB आउँछ है। टु मेक गेट के भन्छ टु मेक गेट रिफाइनेन्स फ्रम द राष्ट्र ब्याङ्क एज मे बी रिक्वायर्ड टु ल्यान्ड और बोरो लोन्स फ्रम अदर ब्याङ्क और फाइनेन्सियल इन्स्टिट्युसन NRB एन्ड BFI लोन्स है। यसरी छ है। त्यसपछि 9 नम्बरमा के छ भने टु सप्लाई लोन्स और म्यानेजिङ लोन्स फ्रम द अमाउन्ट रिसिभ फ्रम द गभर्नमेन्ट अफ नेपाल और अदर नेसनल और फरेन इन्टिटी फर प्रमोसन अफ अ प्रोजेक्ट है। टु सप्लाई लोन्स और म्यानेजिङ लोन्स फ्रम द अमाउन्ट रिसिभ फ्रम द गभर्नमेन्ट अफ नेपाल और अदर नेसनल और फरेन इन्टिटी फर प्रमोसन अफ प्रोजेक्ट। अब यसले नेपाल गभर्नमेन्टको रिप्रेजेन्टेसनमा है टु सप्लाई लोन्स और म्यानेजिङ लोन्स फ्रम द अमाउन्ट रिसिभ फ्रम द गभर्नमेन्ट अफ नेपाल और अदर नेसनल और फरेन इन्टिटी है त्यसको रिप्रेजेन्टेसनमा यसले के गर्छ भने लोनहरू प्रवाह गर्न सक्छ गभर्नमेन्टको है। त्यो GNG को यो मैले कुरा गरेँ है। यसरी 9वटा अहिलेसम्म हामी पढ्यौँ। 9वटालाई यसरी रिभाइज गर्दा के हुन्छ भने तपाईको दिदी HLHO CFC ग्याङ है। दिदी HLHO दिदी हेलो CFC ग्याङ। यसरी हामी भन्छौँ नि एउटा बहिनीले दिदीलाई भनिरहेछ दिदी हेलो CFC ग्याङ आइरहेछ वेलकम गर्छ कसलाई भने LDE लाई वेलकम गर्छ है। यो भनेको यो हो यो है ल। यसरी 9वटा पोइन्टको हामी फर्मुला मतलब भनौँ न म एक्सप्लेन गरेँ। दिमागमा तपाईँ यही तरिकाले राख्न चाहनुभयो भने एकदम इजी हुनेछ जस्तो मलाई लाग्छ है। अर्को वेलकमको कुरा आयो यहाँ है। वेलकम भनेको WC, W भनेको यहाँ W स्ट्यान्ड्स फर राइट है। अब राइट अफ गर्छ है। टु राइट अफ क्रेडिट्स सब्जेक्ट टु द प्रिभेलिङ क्रेडिट्स राइट अफ बाइलज। कर्जा अपलेखन नियमावलीको अधीनमा रही कर्जा अपलेखन गर्ने यसले चाहिँ गर्ने गर्छ। अब कर्जालाई सल्टाउने काम होइन त्यसलाई राइट अफ गर्ने काम भने यो कमर्सियल ब्याङ्कको काम हो भने बुझ्नु पर्यो। अब W अनि एउटा कुरा C वेलकमको कुरा W र C। अब यो आफ्नो क्यापिटलको लागि पनि के गर्छ भने टु इस्यु सेयर डिभेन्चर हैन डिभेन्चर बन्ड्स तपाईको एन्ड सो अन फर द पर्पस अफ मेकिङ क्यापिटल फन्ड कम्प्लिट है। अब यो आफ्नो क्यापिटल पनि यसले त बनाउनु पर्यो राख्नु पर्यो मेन्टेन गर्नु पर्यो। त्यसको लागि पनि के गर्न सक्छ भने यसले आफ्नो सेयरहरू के भन्छ डिभेन्चरहरू इस्यु गर्न सक्छ बन्डहरू इस्यु गर्न चाहिँ सक्छ। यसरी हाम्रो 11वटा कम्प्लिट भयो। 11वटालाई फेरि रिभाइज एकचोटि गर्ने जति रिभाइज गर्नुहुन्छ त्यति याद हुन्छ है। पुरा याद गर्नु होला। दिदी हेलो CFC ग्याङ वेलकम। यसरी अब DI भनेको अब यो तपाईको डिपोजिट एक्सेप्ट गर्ने र भेरियस इन्स्ट्रुमेन्टको थ्रो पनि एक्सेप्ट गर्ने भन्ने कुरा। डी भनेको डिपोजिट एक्सेप्ट गर्ने इलेक्ट्रोनिक मिडियाबाट पनि अब के गर्ने एक्सेप्ट गर्ने पेमेन्ट गर्ने भन्ने कुरा भयो। HLHO भनेको हायर पर्चेज लिजिङ हाउसिङ र ओभरड्राफ्टको कुरा भयो। एउटा C भनेको कन्सोर्टियम भयो। अर्को C भनेको तपाईको फरेन भयो र अर्को C भनेको तपाईको कन्सोर्टियम फरेन है 1 2 3 4 5 र अर्को C भनेको यहाँ के भयो भने 6 नम्बरमा CFC ग्याङ छ हाम्रो है।
यसरी फरेन भयो र अर्को सी भनेको कभर्ड है, कभर्ड भयो। त्यसरी सीएफसी भयो, जीएनजी है। अब जीएनजीमा के हामी पढ्यौँ भने कभर्ड पछि जीएनजी छ है, कभर्ड पछि जीएनजी छ। एउटा ग्यारेन्टी पढ्यौँ, एन भनेपछि एनआरबी पढ्यौँ है, र अर्को जी भनेपछि तपाईको ग्यारेन्टी, एनआरबी र त्यसपछि गभर्नमेन्टको बिहाफमा यसले लोनहरू प्रोभाइड गर्ने होइन, उसको कामहरू गरिदिने भनेको पऱ्यो। र वेलकम भनेपछि डब्लु भनेको राइट अफ गर्ने, र सी भनेपछि क्यापिटलको लागि यसले कामहरू गर्छ, मतलब क्यापिटलको लागि इस्यु गरिदिने होइन, तपाईको त्यो काम चाहिँ गर्ने गर्छ। सेयरहरू, डिभेन्चरहरू, बन्डहरू इस्यु गरिदिने है। यसरी डब्लुसी 11वटा हाम्रो कम्प्लिट भयो। यसरी नै हामी 26वटा पढ्नेछौँ र रिभिजन पनि गर्ने छौँ है। अब यो 12 नम्बरमा के छ भने तपाईको एलसी एन्ड अदर्स भनेर छ है। फर्मुला हाम्रो एकचोटि हेरिहालौँ, यहाँ ध्यान दिनु होला है। हाम्रो फर्मुला छ दिदी, हेलो, सीएफसी, जीएनजी, वेलकम। अब वेलकम कसलाई गर्छ भने एलडीईलाई वेलकम गर्छ है। अब एलडीईलाई वेलकम गर्छ भने तपाईको 11 नम्बरमा एलसीसँग टु इस्यु, एक्सेप्ट, पे, डिस्काउन्ट अफ पर्चेज एन्ड सेल, लेटर्स अफ क्रेडिट, बिल्स अफ एक्सचेन्ज, प्रोमिसरी नोट्स, चेक्स, ट्राभलर चेक्स, ड्राफ्ट्स और अदर फाइनेन्सियल इन्स्ट्रुमेन्ट है। हो यो 12 नम्बरमा एलसीसँग रिलेटेड भयो, एलसी एन्ड अदर्स है। त्यसपछि तपाईको एलडी डिजिटल कार्डहरू, अब टु इस्यु, एक्सेप्ट, म्यानेज डिजिटल कार्ड और अदर इन्स्ट्रुमेन्ट फर इलेक्ट्रोनिक ट्रान्जेक्सन्स एन्ड टु एपोइन्ट एजेन्ट्स फर क्यारिङ आउट एक्ट्स रिलेटिङ टु के भन्छ देयर अफ है, देयर टु। अब डिजिटल कार्डसँग रिलेटेड कामहरू पनि यसले, ट्रान्जेक्सनहरू पनि गर्छ भन्ने कुरा भयो। एउटा ई भनेको एक्सचेन्ज, टु क्यारी आउट फरेन एक्सचेन्ज बिजनेस सब्जेक्ट टु द प्रिभेलिङ लज है। अब यो एक्सचेन्जसँग रिलेटेड कामहरू, फरेन एक्सचेन्जसँग है, फरेक्ससँग रिलेटेड काम पनि यसले गर्छ है, कमर्सियल ब्याङ्कले गर्छ। अब 14वटाको फर्मुला हाम्रो कम्प्लिट भयो। फर्मुला के छ भने दिदी, हेलो, तपाईको त्यसपछि सीएफसी, ग्याङ, वेलकम, एलडी है, ईसम्म। अब ईसम्म भनेपछि एक्सचेन्ज है, ई भनेको एक्सचेन्जसम्म हाम्रो काम चाहिँ भयो, हाम्रो याद चाहिँ भयो 14वटा। यसरी यो फर्मुलासम्म याद गर्नुहुन्छ भने 14वटा हाम्रो कम्प्लिट चाहिँ भयो। अब यसपछि फर्मुला के छ भने ग्रेट एओयू है, ग्रेट जीटीआरलाई मैले ग्रेट भनेको छु। जी भनेको गभर्नमेन्ट ट्रान्जेक्सन है, टु क्यारी आउट गभर्नमेन्ट ट्रान्जेक्सन सब्जेक्ट टु द लिमिट्स, टर्म्स एन्ड कन्डिसन अफ है, टु क्यारी आउट गभर्नमेन्ट ट्रान्जेक्सन सब्जेक्ट टु द लिमिट, टर्म्स एन्ड कन्डिसन अर डाइरेक्सन अफ द राष्ट्र ब्याङ्क है, गभर्नमेन्ट ट्रान्जेक्सन। र यो भनेको अब जीबाट गभर्नमेन्ट ट्रान्जेक्सन भयो। गभर्नमेन्ट ट्रान्जेक्सनको पनि त काम गर्छ नि है। यो तपाईको जति पनि यो सरकारी खाताहरू हुन्छ है, गाउँपालिकादेखि लिएर लोकल गभर्नमेन्टदेखि लिएर होइन, अरू पनि कुराहरूको गभर्नमेन्टसँग रिलेटेड डिपार्टमेन्ट, मिनिस्ट्री है, तपाईको यो पेन्सनको खाताहरूदेखि लिएर धेरै कुराहरू हुन्छ। त्यो सबै कामहरू कसले गर्छ भने कमर्सियल ब्याङ्कले गर्छ भन्ने कुरा बुझ्नु पर्यो। टी, अब यो ट्रेजरी बिलको पनि काम गर्ने गर्छ, टु पर्चेज, सेल अर एक्सेप्ट ट्रेजरी बिल इस्युड बाई द गभर्नमेन्ट नेपाल अर बन्ड्स इस्युड बाई द राष्ट्र ब्याङ्क भनेर भनेको छ है। त यो ट्रेजरी बिलको पनि जीटीआर है। अब आर भनेपछि एउटा के छ, रेमिट्यान्स। अब रेमिट्यान्सको पनि काम गर्ने चाहिँ यसले गर्छ। एउटा एक्सचेन्ज थियो माथि, एक्सचेन्ज भनेको कुरा अर्कै भयो, रेमिट्यान्स भनेको कुरा अर्कै भयो। हुन त रिलेटेड पनि हो दुवै है। टु रेमिट or transmit amount to different places within or outside Nepal through bills of exchange, checks or other financial instruments, receiving remittance from abroad and to make payment thereof है। यसरी यो तपाईको 17 नम्बरमा रेमिट्यान्सको पनि काम गर्ने कमर्सियल ब्याङ्कले गर्ने गर्छ है। अब जीटीआर एओयू, अब यो एओयूमै हामी के याद गरेछौँ भने एरेन्जमेन्ट गर्छ। अब के एरेन्जमेन्ट गर्छ हेरौँ है। टु टेक रेस्पोन्सिबिलिटी एन्ड मेक एरेन्जमेन्ट फर द सेल अर पर्चेज अफ डिभेन्चर, सेक्युरिटिज, कलेक्टिङ इन्ट्रेस्ट, डिभिडेन्ड इटिसी एक्युरिङ फ्रम सेयर्स, डिभेन्चर्स अर सेक्युरिटिज, रेमिटिङ अर ट्रान्समिटिङ सच इन्ट्रेस्ट डिभिडेन्ड्स होइन, टु प्लेसेस विदिन अर आउटसाइड नेपाल एन्ड एरेन्जिङ सेफ डिपोजिट भल्ट्स फर कस्टमर, एक्टिङ एज अ कमिसन एजेन्ट फर इट्स कस्टमर।
अब यो एरेन्जमेन्ट गर्छ, के एरेन्जमेन्ट गर्छ भने यो सबै सेयरको डिभेन्चरको है पर्चेज गरिदिने, सेल गरिदिने होइन, सेक्युरिटीको इन्ट्रेस्ट भनौँ न इन्ट्रेस्टहरू कलेक्ट गरिदिने, डिभिडेन्टहरू होइन पेमेन्टहरू गरिदिने अथवा त्यसलाई सेटल गरिदिने, यो सबै कुराहरूसँग रिलेटेड के गर्छ भने काम गर्छ कमर्सियल ब्याङ्कले। यो तपाईँको 18 नम्बरमा छ है। अब ओमा के छ भने टु क्यारी आउट अफ ब्यालेन्स सिट ट्रान्ज्याक्सन है, टु क्यारी आउट अफ ब्यालेन्स सिट ट्रान्ज्याक्सन्स है। यसमा ओ छ है, ओ भनेपछि अफ ब्यालेन्स सिट ट्रान्ज्याक्सन। अफ ब्यालेन्स सिट ट्रान्ज्याक्सन मलाई लाग्छ कि अलिकति पनि तपाईँ पढ्नु भएको छ ब्याङ्किङ भने यो एलसी बीजी यो सब तपाईँको बिचमा एउटा ग्यारेन्टीको रूपमा बसेको हुन्छ ब्याङ्क। आफ्नो उसको फन्ड खासै केही युटिलाइज भएको हुँदैन अनि तर त्यसबाट कमाइरहेको हुन्छ, राम्रो रिटर्नहरू आइरहेको हुन्छ ब्याङ्कलाई है। अनि ग्यारेन्टी पनि हुन्छ, अब त्यो ग्यारेन्टी फेल भएपछि मात्र उसको आफ्नो फन्ड त्यसमा युटिलाइज गर्ने हो होइन, फोर्स लोनहरू। तर नर्मली के हुन्छ भने यो ब्यालेन्स सिटमा हेराइदैन, ब्यालेन्स सिटमा एलसीबीजी कति भयो भन्ने कुरा त्यो ब्यालेन्स सिटमा आउँदैन। त्यसैले यसलाई के भनेको छ, अफ ब्यालेन्स सिट भनेको छ। बिकज ब्याङ्कले यसमा के गरेको हुन्छ, आफ्नो फन्ड चाहिँ खर्च गरेको हुँदैन, तर यस्तो सर्भिसहरू दिइरहेको चाहिँ हुन्छ है। त यो भनेको यो तपाईँको एओ। अब युमा हेरौँ है, युमा के छ भने अपलिफ्टिङ। अब यो टु डिस्बर्स क्रेडिट्स अप टु द एमाउन्ट एज प्रेस्क्राइब बाई राष्ट्र ब्याङ्क एगेन्स्ट इन्डिभिजुअल अर कलेक्टिभ ग्यारेन्टी फर द इकोनोमिक अपलिफ्टमेन्ट अफ द people from the deprived sector, low income families, victim of natural calamities and inhabitants of any area of the country है। यो भनेको अब के भयो भने तपाईको मेन काम पनि यो एउटा हो है। मान्छेहरूको त मेन त उद्देश्य नै अब देशमा भएको ब्याङ्कहरूको त्यो हुनु पर्यो, जो मार्जिनलाइज ग्रुप अफ पिपुल छ होइन। जस्तै खेतीपातीको लागि यति % दिनै पर्ने, इन्डस्ट्रीलाई यति दिनै पर्ने। हुन त खेतीपाती किसानहरूलाई पनि हेल्प गर्ने भन्ने कुराहरू जुन छ है, त्यो त रिलेट्स हुन्छ यहाँ पनि। जसको इकोनोमिक अवस्था के छ, अलिकति नराम्रो छ, उसलाई होइन लोनहरू दिने र उनीहरूको अवस्थालाई, इकोनोमिक अवस्थालाई के गर्ने भने तपाईँको बढावा दिने होइन, राम्रो गर्ने भन्ने पनि यो काम एउटा कमर्सियल ब्याङ्क हो। त यसरी 20 सम्म भयो हाम्रो। यो फर्मुला केमा सेट हुन्छ भने GTRAOU है, GTRAOU है इन्फर्मेसन। अब हेर्नुहोस्, जस्तै यो 20 वटा हामी याद गऱ्यौँ, 26 वटा मैले भनेको छु नि 26 वटा छ भनेर। यो IGP OGO है। अब IGP आई भनेपछि यहाँ के छ भने तपाईँको इन्फर्मेसन। जस्तै तपाईँ एउटा ब्याङ्कबाट लोन लिनुभएको छ है, अब केही समय कट्यो अथवा कटेन मतलब भएन, अनि अर्को ब्याङ्कमा जानु हो भने त्यहाँ CICL चेक हुन्छ भने तपाईँको त त्यहाँ हेराउँछ कि अर्को ब्याङ्कमा यति लोन छ होइन। त्यसको बारेमा अब उनीहरू के गर्न सक्छ भने फेरि अर्को ब्याङ्कबाट कारोबार गर्न चाहनुहुन्छ, लोन लिन चाहनुहुन्छ भने त ए ब्याङ्कमा पहिला लिनुभएको छ, बी ब्याङ्कबाट अब फेरि लिन चाहनु भइरहेछ भने बी ब्याङ्कले ए ब्याङ्कलाई चिठी काट्न सक्छ है कि मलाई यसको बारेमा इन्फर्मेसनहरू देऊ, कति तिम्रो ब्याङ्कमा लोन छ, यसको रेकर्डहरू कस्तो छ होइन, यावत कुराहरू चाहिँ सोध्न सक्छ। पासभित्र पर्छ, पर्फर्मिङ नन पर्फर्मिङ होइन, पास तपाईँको यो वाच लिस्ट होइन, सब स्ट्यान्डर्ड, डाउटफुल, ब्याड, यो सबै कुराहरू सोध्न सक्छ है। त यो सोधेपछि अब मानौँ एउटा ब्याङ्कले अर्को ब्याङ्कलाई त्यो चिठी काट्यो भने त्यो अर्को ब्याङ्कले भन्न पाउँदैन कि म यो इन्फर्मेसन दिँदैन, त्यो दिनै पर्छ है। यहाँ लेखी पनि रहेछ है। भनेपछि यो पनि एउटा काम कमर्सियल ब्याङ्कहरूले तपाईँको गर्छ। 21 मा है आइजिपी। अब नेपालमा भनौँ न पुलिस डिपार्टमेन्टहरूमा आइजिपी याद गर्छौँ नि, त्यसलाई मैले बनाएको यहाँ आइजिपी याद गर्ने है। अब आइजी, अब एउटा जीमा यहाँ गोल्डको कामहरू पनि गर्ने गर्छ, गोल्ड र सिल्भरको कामहरू पनि गर्ने गर्छ है कमर्सियल ब्याङ्कले। 23 नम्बरमा के छ भने तपाईँको यो टु कन्डक्ट अर कज टु बी कन्डक्टेड ए स्टडी, रिसर्च एन्ड सर्वे रिलेटिङ टु द इस्टाब्लिसमेन्ट, अपरेसन एन्ड इभालुएसन अफ प्रोजेक्ट्स एन्ड प्रोभाइडिङ ट्रेनिङ, कन्सल्टेन्सी एन्ड अदर इन्फर्मेसन है। अब यसले के गर्छ भने प्रोजेक्ट टु कन्डक्ट अर कज टु बी कन्डक्टेड स्टडी, रिसर्च एन्ड सर्वे रिलेटिङ टु द इस्टाब्लिसमेन्ट, अपरेसन एन्ड प्रोजेक्टको बारेमा स्टडी गर्ने होइन, उसको बारेमा इभालुएसन गर्ने, ट्रेनिङ दिने होइन, कन्सल्टेन्सी गर्ने, यो सबै कामहरू पनि कमर्सियल ब्याङ्कले तपाईँको गर्छ।
आइजिपी भनेपछि अब 23 नम्बरसम्म हामी याद गऱ्यौँ है। 23 नम्बरसम्म हामी याद गऱ्यौँ। अब लास्टमा छ 3वटा वर्ड, 3वटा लेटर है। 3वटा लेटर के हो हाम्रो भने है, 3वटा लेटर हाम्रो के हो, ओजिओ। ओजिओ ओजिओ हामी भन्छौँ नि हिन्दीमा ओजिओ ओजिओ होइन, ओजी जाजी भनेर भन्छौँ, त्यसरी ओजिओ भनेर भन्छ है। त यसरी यो 24 नम्बरमा ओ भने ओनरसिप है, टु म्यानेज प्रोपरली और सेल इट्स एसेट अफ एभ्री टाइप कमिङ अन्डर इट्स ओनरसिप अकर्डिङ टु दिस एक्ट एन्ड द प्रिभेलिङ लज। अब यसको अन्डरमा कुनै आयो होइन सम्पत्ति भने उसलाई त म्यानेज गर्नु पर्यो नि यसले होइन। त्यसलाई पनि यसले के गर्छ, आफ्नो ओनरसिपमा आएको प्रोपर्टीहरूलाई एसेटहरूलाई है यसले म्यानेज चाहिँ गर्छ। अर्को जी फेरि ग्यारेन्टीकै कुरा यहाँ छ। अब यो ग्यारेन्टी भनेको के छ भने टु गिभ ग्यारेन्टी विथ द कन्सेन्ट अफ पार्टिज इन्भल्भ इन मेटर्स अफ पेमेन्ट टु बी मेड और भ्यालुज टु बी रेकर्डेड इन कन्सिडरेसन अफ एनी एक्ट बिट्विन 2 or more पार्टिज सब्जेक्ट टु द प्रिभेलिङ ल। अब प्रिभेलिङ ल भित्र रहेर यसले के गर्न सक्छ भने दुईजनाको बिचमा होइन ग्यारेन्टीहरू दिन सक्छ होइन। त्यो पार्टीहरूको कन्सेन्ट लिएर है, त्यो पनि काम यिनीहरूले गर्ने गर्छ है। अनि लास्टमा के छ, टु क्यारी आउट सच अदर बिजनेस एज मे बी प्रेस्क्राइब बाई द राष्ट्र ब्याङ्क। अब राष्ट्र ब्याङ्कले जे प्रेस्क्राइब गर्छ त्यो काम पनि यसले के चाहिँ गर्ने गर्छ। यसरी चाहिँ हामी 26वटा है कामहरूलाई, ठ्याक्कै 26 मिनट भएको छ भिडियोको। यो मलाई लाग्छ 2-3 चोटि तपाईँ हेर्नु हो भने दिमागैमा हुनसक्छ है। म 4-5 चोटि भनि पनि दिएँ है, फेरि एकचोटि म भनिदिन्छु। फङ्सन के छ, तपाईँको फर्मुला के छ भने दिदी हेलो भनेर भन्छौँ नि आफ्नो दिदीलाई है, दिदी हेलो सिएफसी ग्याङ आइरहेछ भनेर भन्नु पऱ्यो है। दिदी हेलो सिएफसी ग्याङ आइरहेछ, अनि सिएफसी ग्याङ आएर के गर्छ, वेलकम गर्छ एलडी। यसरी दिदी हेलो होइन फर्मुला छ तपाईँको, सिएफसी ग्याङ वेलकम एलडी। दिदी हेलो सिएफसी ग्याङ आइरहेछ, वेलकम गर्छ कसलाई भने एलडिईलाई। अनि त्यसपछि के छ भने ग्रेटर एयु आइजिपी अगो है, त्यो अब एलडी भन्दा आइजिपी अगाडि छ भने बुझ्नु पऱ्यो है। अनि ग्रेटर एयु है, ग्रेटर ए भनेर भन्छौँ नि हामी, ग्रेटर ए महान त यो छ, यो अगाडि छ। ग्रेटर एओयु आइजिपी अगो है, अगाडि के छ आइजिपी छ। अब डिआई भनेको डिपोजिट, डिआई भनेको लेटर कस्तो केलाई स्ट्यान्ड हुन्छ भने डिपोजिट इन्स्ट्रुमेन्ट्स है। डी भनेको डिपोजिट इलेक्ट्रोनिक्स। एचएलएचओ भनेको तपाईँको हायर पर्चेज लिजिङ हाउसिङ ओभरड्राफ्ट। सिएफसी भनेको तपाईँको एउटा, तपाईँको सी भनेको कन्सोर्टियम, एफ भनेको तपाईँको फरेन है, अर्को सी भनेको कभर्ड, एउटा जी भनेको तपाईँको ग्यारेन्टी, अर्को जी भनेको एनआरबी, अर्को जी भनेको तपाईँको गभर्मेन्ट वेलकम है। डब्लु भनेको राइट अफ, सी भनेको क्यापिटल, एल भनेको एलसी, डी भनेको अब एलसी, डी भनेको हामी के याद गरेको थियौँ तपाईँ एकचोटि याद गर्नुहोस् त। डी भनेको डिजिटल याद गरेको हुनुपर्छ है। ई भनेको अर्को एउटा, ई भनेको के छ भने डिई भनेको कति नम्बरमा आउँछ, 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 14। ई भनेको 14 नम्बरमा हाम्रो के छ भने यसरी एक दुईवटा अलिकति एक्सचेन्ज है, एक दुईवटा नयाद हुनसक्छ, 2-4 चोटि याद गऱ्यो भने हुन्छ है। ई भनेको एक्सचेन्ज है। त्यसपछि जिटिआर भनेको फेरि यहाँ जी आयो है। अब यो जी भनेको के छ भने तपाईँको यो जी भनेको तपाईँको गभर्मेन्ट ट्रान्ज्याक्सनसँग रिलेटेड भयो है यो जी भनेको। त्यसपछि ग्रेटर एयु है। टी भनेको यहाँ ट्रेजरी बिल, आर भनेको रेमिटेन्स है, अनि ए भनेको तपाईँको एरेन्जमेन्टको कुराहरू भयो है। अनि तपाईँको ओ भनेको के कुरा भयो भने अफ ब्यालेन्स सिट है। अनि यु भनेको अपलिफ्टमेन्ट, कसको अपलिफ्टमेन्ट भने गरिबहरूको अपलिफ्टमेन्ट भनेर भयो है। अनि त्यसपछि तपाईँको आइजिपिओजी है। आइजिपी, आई भनेको अब के भयो भने तपाईँको इन्फर्मेसन एक्सचेन्ज गर्ने, आई भनेको इन्फर्मेसन एक्सचेन्ज गर्ने, जी भनेको गोल्ड भयो एउटा है। अनि ओनरसिप भनेको उसको ओनरसिप, ओ भनेको ओनरसिप भयो, उसको ओनरसिपमा जे आउँछ त्यसलाई म्यानेज गर्ने भन्ने कुरा भयो। अर्को जी भनेको ग्यारेन्टी भयो है। लास्टमा भयो अदर है। त यसरी छ हाम्रो फर्मुला। यहाँ अब
सी भनेको 3 चोटि युज भएको छ तपाईको यहाँ हेर्न सक्नुहुन्छ कन्सोर्टियम कभर्ड क्यापिटल जी भनेको 5 चोटि युज भएको छ ग्यारेन्टी गभर्नमेन्ट गोल्ड ग्यारेन्टी है यसरी याद गर्दा हुन्छ यो कहाँबाट मैले लिएछु भने तपाईको ठ्याक्कै बाफियाको च्याप्टर 7 आर्टिकल 9 को सब आर्टिकल 1 बाट है त यो मलाई आशा लाग्छ कि अब फर्मुला तपाईहरु यसलाई अपनाउनुस् नअपनाउनुस् मतलब भएन तर एकचोटी यो मेरो कुराहरु सुन्नुहुन्छ भने पक्कै पनि याद हुन्छ है एकचोटी सरस्वतीमा पढ्दै जान्छु है एक नम्बरमा के छ भने टु एक्सेप्ट डिपोजिट अर टु मोबिलाइज डिपोजिट थ्रु भेरियस फाइनान्शियल इन्स्ट्रुमेन्ट्स एन्ड मेक पेमेन्ट देयरअफ विथ अर विदाउट इन्ट्रेस्ट यो भनेको डी भयो त्यसपछि 2 नम्बरमा के छ टु एक्सेप्ट डिपोजिट्स मेकिङ पेमेन्ट्स क्यारिङ आउट ट्रान्ज्याक्सन क्यारी आउट इन्टरमेडिएरी सर्भिसेज एन्ड ट्रान्सफर फन्ड्स टु अदर हेडिङ्स थ्रु भेरियस इलेक्ट्रोनिक इन्स्ट्रुमेन्ट्स अर डिभाइसेस यो डीई भयो 3 नम्बरमा टु ल्यान्ड लोन्स इन्क्लुडिङ हायर पर्चेज लिजिङ हाउसिङ एन्ड ओभरड्राफ्ट्स यो तपाईको एचएलएचओ भयो 4 नम्बरमा भयो तपाईको टु ल्यान्ड लोन्स अन कोलेटरल अफ प्रोजेक्ट एन्ड हाइपोथिकेसन एन्ड लेन्डिङ अर कजिङ टु बी ल्यान्ड लोन्स इन कन्सोर्टियम फाइनेन्सिङ ह्याभिङ डिभाइडेड द कोलेटरल अन पारी पासु बेसिस अकर्डिङ टु म्युचुअल एग्रिमेन्ट इन्टर्ड इन्टु बिट्विन वन एन्ड अदर कन्सोर्टियम त्यसपछि तपाईको टु ल्यान्ड लोन्स अगेन्स्ट द ग्यारेन्टी अफ फरेन ब्याङ्क्स अर फाइनेन्शियल इन्स्टिट्युसन फरेन है यो फरेन भयो त्यसपछि 6 नम्बरमा छ तपाईको टु ल्यान्ड लोन्स अगेन्स्ट है द अमाउन्ट कभर्ड बाई द भ्यालु अफ मुभेबल अर इमुभेबल एसेट्स which have already been mortgaged to it or lending loans on remortgage in on amount to be covered by the value of movable or immovable assets which has already been mortgaged to the bank to other bank or financial institution खामेसम्म भयो यो तपाईको सी कभर्ड 7 नम्बरमा छ तपाईको to issue guarantee on behalf of its customer and getting executed necessary bonds with such customers in consideration thereof obtaining security and acquire their movable or immovable assets as collateral or on mortgage or the assets of third person as collateral and to acquire and hold the assets holding as security and to carry out other related transactions यो guarantee भयो तपाईको 8 नम्बरमा छ to make get refinancing from Rust Bank as may be required or to lend or borrow loans from other bank or financial institution यो तपाईको NRB and BFIs भयो है त्यसपछि तपाईको to supply loan or managing loans from the amount received from the government of Nepal or other nation or foreign entities for promotion of project है यो भयो गभर्नमेन्ट को काम एउटा राइट अफ क्रेडिट के भन्छ राइट अफ क्रेडिट सब्जेक्ट टु द प्रिभेलिङ ल है प्रिभेलिङ ल मा के गर्ने भने प्रिभेलिङ ल भित्र रहेर एसेटलाई के क्रेडिटलाई राइट अफ गर्ने 11 नम्बरमा भयो तपाईको टु इस्यु शेयर डिबेन्चर्स bonds and so on for the purpose of making capital fund complete आफ्नो क्यापिटल जति चाहिन्छ रिक्वायरमेन्ट त्यो कम्प्लिट गर्नले यसले शेयर डिबेन्चरहरु बन्डहरु इस्यु चाहिँ गर्न सक्छ 12 नम्बरमा के भयो भने टु इस्यु एक्सेप्ट पे डिस्काउन्ट or purchase and sell letters of credit bills of exchange promissory notes checks travelers checks drafts or other financial instruments LC and other मा पर्यो यो है 13 नम्बरमा के छ भने तपाईको to issue accept and manage digital card or other instruments for electronic transaction and to appoint agents for carrying out acts relating there to है डिजिटल कार्डमा यो पर्यो तपाईको है त्यस्तै 14 नम्बरमा के भयो भने एक्सचेन्ज है to carry out foreign exchange business subject to the prevailing laws 15 नम्बरमा के पर्यो भने तपाईको to carry out government transactions subject to the limits terms and condition or directions of the Rust Bank 15 नम्बरमा चाहिँ यो काम पर्यो है यो गभर्नमेन्टको ट्रान्ज्याक्सन गर्ने 16 नम्बरमा जीटीआर एयू अब यो 16 नम्बर यो यसरी तपाईको यो अबदेखि यो जीटीआर एयू भनेको यो तपाईको ग्रेटर एयू को फर्मुला यो भयो 16 नम्बरमा के छ भने टु पर्चेज सेल और एक्सेप्ट ट्रेजरी बिल इस्युड बाइ द जीओएन है और बन्ड इस्युड बाइ द राष्ट्र बैंक ट्रेजरी बिल को काम पर्यो 17 नम्बरमा के छ भने तपाईको टु रेमिट और ट्रान्समिट अमाउन्ट to different places within or outside Nepal through bills of exchange, checks or other financial instruments receiving remittance from abroad and to make
पेमेन्ट देयरअफ है। त्यसपछि तपाईको to take responsibility of and make arrangement for the sale of purchase of shares, debentures or securities, collecting interest, dividend, etc. acquiring from shares, debentures or securities, remitting or transmitting such interest or dividends to places within or outside Nepal, and arranging safe deposit vaults to customer, acting as a commission agent of its customers. arrangement को कुरा आयो। 19 नम्बरमा के आयो भने तपाईको to carry out off balance sheet transactions है, अनि अफ balance sheet को ओबाट कुरा आयो। 20 नम्बरमा to disburse credits up to the limit as prescribed by the Rashtra Bank against individual or collective guarantee for the economic upliftment of peoples from the deprived sector, low income families, victim of natural calamities and inhabitants of any area of the country, uplifting को कुरा आयो। 21 नंबर to exchange details, information or notices concerning debtors or customers who have obtained credit from it or other banks or financial institution with the Rashtra Bank or any other bank or financial institution, यो इन्फर्मेसन को कुरा आयो। त्यसपछि 22 नम्बरमा के आयो भने to buy and sell gold and silver bullions भनेर आयो है, बुलियन्स है। 23 नम्बरमा के आयो भने to conduct or cause to be conducted a study, research and survey relating to the establishment, operation and evaluation of projects and providing training, consultancy and other information आयो है। त्यसपछि 24 मा के आयो भने to manage properly or sell its assets of every type coming under its ownership according to this act and the prevailing laws है। 25 नम्बरमा के आयो to give guarantee with the consent of the parties involved in matters of payment to be made or values to be recovered in consideration of any act between two or more persons subject to the prevailing laws, guarantee को कुरा आयो। 26 नम्बरमा के आयो भने to carry out such other business as may be prescribed by the Rashtra Bank, यो चाहिँ अदरमा आयो। यसरी चाहिँ 26 वटा कामहरु मध्ये यो 26 वटा तपाईले रट्नै पर्छ, याद गर्नै पर्छ। यसमा अरु कुनै पनि उपाय छैन। तपाईले बैंकिङ पास गर्नु छ भने बारम्बार लेख्नुस्, रट्नुस्, पढ्नुस्। अरु कुनै फर्मुला छ भने अरु कुनै फर्मुला अपनाउनुस् अथवा यही फर्मुला अपनाउनुस् है। तर याद चाहिँ तपाईले गर्नै पर्छ। कपीमा यसलाई लेख्नुस्, कपीमा लेखेर पढ्नुस् है। अनि 4-5 चोटी लेख्नुहुन्छ, एकचोटी दिमागमा सेभ हुन्छ, अलिकति फेरि रट्नुहुन्छ, फेरि सेभ हुन्छ। धेरै ट्यालेन्ट हुनुहुन्छ भने 3 चोटीमा पनि हुन सक्छ है। अब आफ्नो लेभलको कुरा हो, कति रिभिजन गर्नुपर्ने हो त्यो सबै कुराहरु हुन्छ। मेरो प्रयास चाहिँ के छ भने यसैमा यो YouTube च्यानलबाट नै तपाईको अरु पनि भिडियोहरु बेसिक देखि लिएर सबै कुराहरु एकदम यसमा अर्डरली राख्ने हो है। सकेसम्म यसलाई अब शेयर आफ्नो साथीहरु बीच गर्दा पनि भयो है। नत्र भने अब यो अर्ग्यानिक कुरा हो, अब आफै शेयर हुँदै जान्छ भन्ने म आशा राख्दछु। अनि भोलिको दिनमा यसलाई अझ अब कुन पर्सपेक्टिभले डेभलप गर्ने हो। तर मेरो बेसिक पुरा एकदम टार्गेट के हो भने बैंकिङकै भिडियो एक गरेर एक बुन्दाहरु गरेर पढ्दै राख्ने यसमा टार्गेट हो। सिलेबसबाट केही पनि नछुट्ने गरी राख्ने टार्गेट हो है। अब जुन पनि सिलेबस आउँछ मेरो भिडियोहरु यदि धेरै बढ्यो भने म त्यो क्लियर गरिदिन्छु कि मेरो यो सिलेबसको एउटा भिडियो यसरी यहाँ छ, यो डेटमा म पब्लिश गरेको छु भनेर त्यसरी पनि हेर्न पाए, पढ्न पायो है। अब यसरी चाहिँ अब धेरै चारवटा बैंकहरु छ। चारवटा बैंकको विभिन्न लेभलको विभिन्न सिलेबसहरु फरक हुन सक्छ। तर मैले सकेसम्म सबैलाई अपलोड गर्ने, सबैलाई पढ्ने, सबैलाई बनाउने, आफ्नो हिसाबले मेन्सन गर्ने है म प्रयास मेरो रहनेछ। तपाईहरुको साथ र समर्थन पक्कै पनि चाहिन्छ यसमा। अनि मेरो काम कस्तो लागिरहेछ यसको बारेमा यदि प्रतिक्रिया दिनुभयो भने रचनात्मक है भने यो भन्दा ठूलो मोटिभेसन मलाई अरु केही पनि हुँदैन है। मलाई मोटिभेसन यही चाहिन्छ। तपाई मेरो भिडियो हेर्दिनु भो, आफ्नो रचनात्मक केही प्रतिक्रिया दिइहाल्नु भो, यसरी यो इम्प्रुभ गरौँ हैन। बोल्नमा त मलाई लाग्छ कि मलाई बोल्नमा समस्या नहोला, तर अरु कुनै भनौं न पर्सपेक्टिभमा यदि तपाई कमेन्ट गर्न चाहनुहुन्छ भने यु क्यान कमेन्ट है। अनि म चाहिँ मेरो इन्ट्रेस्ट नै छ अलिकति बोल्ने, सम्झाउने, बुझ्ने, पढ्ने, पढाउने है अलिकति यसमा म इन्ट्रेस्टेड छु, नो डाउट है। अब आजको लागि थ्यांक यू है।